नाम करण चैसिर। म नेपालको सुदूरपश्चिमाञ्चल दार्चुला जिल्लामा मेरो जन्म भएको। 2045 साल चैत्र 29 गते म जन्मेको। सानैदेखि म एकदमै सानैदेखि बच्चैदेखि म कस्तो भनेपछि एकदमै त्यस्तो यताउति चञ्चल स्वभावको थिएन। पहिलादेखि एकदमै कहिले पनि केही कुराहरूलाई पनि खोताली राख्ने, कुनै कुराहरूलाई सानैदेखि यो कुरा गर्दाखेरि के हुन्छ, यस्तो कुरा गर्दाखेरि के हुन्छ। मैले पढाइको सिलसिलामा पनि हाम्रो अब गाउँमा त्यस्तै विकट ठाउँमा थियो हाम्रो गाउँ। हिँडेर जानु पर्थ्यो 2-3 घन्टा पढ्नलाई पनि, केही नभए नि 3 घन्टा 4 घन्टा हिँड्नु पर्थ्यो। बिहान अब 7 बजेको क्लास हुँदाखेरि हामी 4 बजेर उठेर हिँड्थ्यौँ। त्यस्तै गाउँमा 5 सम्म मात्र पढाइ थियो। त्यो पछि 8 सम्म अर्को स्कुल गएँ, त्यो पछि 10 सम्म अर्को गएँ। इन्टर पढ्दाखेरि अर्को 4वटा स्कुल मैले धाएँ, 4वटा स्कुल गएँ। 2060 सालमा म काठमाडौँ आएँ। त्यो पछि 60 सालमा चाहिँ म काठमाडौँ आएँ। म कुनै यो मिडिया लाइनलाई अँगाल्छु भनेर आएको मान्छे होइन, पढाइकै सिलसिलामा म काठमाडौँ आएँ। त्यतिखेर मेरो आर्थिक अवस्था कमजोर थियो। काठमाडौँ आएर म पहिला इन्डिया पढेको। इन्टर मैले इन्डिया गर्दाखेरि इन्टर मैले पढाइ इन्डिया गरेको। इन्डिया गर्दाखेरि यहाँ सर्टिफिकेट, त्यतिखेर इन्डियाको सर्टिफिकेटले नहुने भन्ने हिसाबको कुरा भयो। प्लस पैसाको पनि समस्या, प्रब्लम, घरको आर्थिक अवस्था कमजोर थियो। त्यो भएर मैले यहाँ आएर पढ्न पाइनँ। इन्टर म जोइन गर्ने भनेको जोइन गर्न पाइनँ। जोइन नगर्न पाउँदाखेरि चाहिँ म त्यत्तिकै एकदम विचलित भएर बसेको अवस्था थियो। त्यतिखेर सङ्कटकाल पनि थियो। जस माओवादीको थियो। म गाउँमा हुँदाखेरि पनि अब 3 महिना जति म माओवादीमा बसेको थिएँ। त्यही सिलसिलामा मैले पढाइ इन्टर क्लियर पनि गर्न पाइनँ कि मैले 11देखि मैले रिजोइन गर्न पाइनँ। छोडेपछि म इन्डिया 1 वर्ष म इन्डिया बसेको थिएँ माओवादीको कारणले। किनकि त्यतिखेर म घरमा मलाई त्यस्तो थिएन। घरमा मेरो ड्याडी चाहिँ आर्मी हुनुहुन्थ्यो, अनि माओवादीले चाहिँ मलाई लगेको थियो। म 3 महिना बसेको थिएँ माओवादीमा। त्यो सिलसिलामा अनि घरबाट म इन्डिया गएँ। इन्डिया जान्छु भनेर गएँ। इन्डियामा पनि 10 महिना जति बसेँ। मैले डोजर चलाउन सिकेँ इन्डियामा गएर। एउटा मेरो पहिलो अनुभव, मैले डोजर चलाएँ। जे कुरामा पनि मैले यो कुरा कसरी हुन्छ, कसरी गर्छ भनेर हेरेर बस्थेँ। म कसैलाई मैले सिकाइदिनु भनेर भन्दिनँ थिएँ। हेरेर बस्ने, अनि त्यो कुरालाई माइन्डमा राख्ने, यो गर्दाखेरि यो हुन्छ कि भनेर। त्यसपछि काठमाडौँ आएँ। काठमाडौँ प्रवेश मैले मिडिया क्षेत्रलाई अँगाल्छु भनेर मैले सोचेकै थिइनँ। मेरो सपना पनि थिएन कि म मिडिया क्षेत्रमा हुन्छु, यो फिल्ममा हुन्छु, फिल्म लाइनमा हुन्छु भनेर मेरो कुनै सोचाइ थिएन। म पढाइको लागि भनेर आएको, तर मैले कारणवश मैले पढाइ गर्न सकिनँ। म एकदमै विचलित भएर बसेको थिएँ यताउति। यो लाइनमा बस्दाखेरि एकदमै दुःख पाइयो। स्टार्टिङ पिरियडमा म गोजीमा पैसा हुँदैन थियो। फर्स्ट टाइम काठमाडौँ आउँदाखेरि त्यतिखेर काठमाडौँमा गाडी भाडा 5 रुपियाँ थियो। त्यो सिचुएसनमा पनि मसँग 5 रुपियाँ पनि हुँदैन थियो गोजीमा। विचलित भएर बसेको थिएँ। अब जान्छु म गाउँतिरै जान्छु भनेर सोचेको थिएँ। त्यही बेलामा अङ्कल, हाम्रो आफ्नै अफिस थियो न्यू रोडमा, डिजी फिल्म्स। जुन बेला कि एकदमै राम्रो नाम थियो डिजी फिल्म्सको। त्यतिखेर त्यहाँ कार्यरत हुनुहुन्थ्यो हाम्रो शङ्कर चैसिर, मेरो अङ्कल हुनुहुन्छ। शिवन पोखरेल अहिले हाम्रो डाइरेक्टर साहब, मेरो गुरु भन्छु म शिवन पोखरेललाई चाहिँ। उहाँले मलाई एकदम सपोर्ट गर्नुभयो। मलाई अङ्कलले चाहिँ ल अफिसमा बस, एडिट सिक भनेर भन्नुभयो। मैले एडिट पनि गरेँ। केही महिना म एडिट सिक्नलाई पनि, 1-2 महिना एडिट सिक्नलाई पनि बसेँ। अलिअलि एडिट गर्न थालेँ। त्यो पछि मलाई चाहिँ म एडिटर छु, म क्यामेराम्यान र एडिटर म भइहालेँ भनेर अङ्कलले भन्नुभयो। तैँले चाहिँ अब मेकअप सिक न त, मेकअप गर, त मेकअप म्यान पनि हुन्छ हाम्रो। प्लस हामी आफैले प्रोडक्सन आफ्नै छँदैछ, सबै काम आफैले गर्न सक्छौँ, राम्रो हुन्छ भनेर भन्नुभयो। त्यो सिलसिलामा चाहिँ म मेकअपको लागि कसैको पनि साथ पाइनँ मैले। यहाँ कसैले पनि मलाई म सिकाउँछु भनेर मैले सिक्न खोज्दाखेरि पनि कसैले मलाई सिकाउन त्यस्तो चासो देखाएन। त्यही सिलसिलामा शिवन पोखरेलले मलाई फर्स्ट टाइम ब्रेक दियो। कस्तो भनेपछि यहाँबाट गाईघाट जानुपर्ने, कोशी जानुपर्ने, त्यो ठाउँमा चाहिँ शिवन पोखरेलले, अब त्यतिखेर पैसा 400-500 रुपियाँ भने पनि धेरै थियो। राम्रो एकदमै यति कमायो भन्ने हुन्थ्यो, राम्रो थियो। त्यो सिलसिलामा शिवन पोखरेलले म लान्छु यसलाई, भतिजलाई म लान्छु ल हिँड भनेर उसले गाडी भाडा, शिवन पोखरेलले मलाई गाडी भाडा हालेर लगेर जानुभयो। फर्स्ट टाइममै मलाई कृष्ण कणेल मेकअप म्यान हुनुहुन्थ्यो, उहाँले चाहिँ मौका दिनुभयो। शिवन पोखरेलले लानुभयो, उहाँले मौका दिनुभयो कि ल मेकअप गर भनेर। यस्तो मेकअप गर्न खोज्दाखेरि मेरो हात काम्थ्यो। त्यतिखेर एकदमै डराउँथेँ म। त्यो सिलसिलामा पनि त्यहाँबाट आयौँ हामी, 8-10 दिनमा आयौँ। म अलिअलि केही भयो नि सिक्न सक्ने भइसकेको थिएँ। अलिअलि मैले हेरेर पनि सिकिरहेको थिएँ। त्यो सिलसिलामा मेकअप गर्थेँ, हल्का फुल्का मेकअप गर्थेँ। मेकअप गर्दै काठमाडौँ आएँ। काठमाडौँ आएर अनि त्यसपछि सिरियलमा गयौँ हामी। त्यतिखेर एनके कायस्थको के सिरियल थियो म बिर्सेँ, ठ्याक्कै नाम आएन। एनके कायस्थको सिरियल थियो। त्यतिखेर म फर्स्ट टाइम अब जाँदाखेरि एकदमै ज्वरो आएर म एकदमै कामै गर्न नसक्ने कन्डिसनमा पुगेको थिएँ फर्स्ट टाइम।
त्यो बेला मलाई टाइफाइड भयो। इन्डस्ट्रीमा छिर्दाखेरि मलाई फर्स्ट असर नराम्रो भयो, मलाई फर्स्ट हो चाहिँ नराम्रो परेको थियो। त्यो सिलसिलामा मेकअप म्यान मैले त्योपछि रामेश्वर जिरेलको सङ्गत गरेँ। त्योपछि मैले चन्द्र लामा, मलाई रामेश्वर जिरेल दाइले एउटा फिल्ममा मलाई मौका दिनुभयो, लग्नुभयो। त्योपछि अर्को एकजना छ, उहाँको चाहिँ म नाम लिन चाहन्न किनकि उहाँबाट मलाई एकदम ठुलो घात भएको छ। म नारायण थानबाट म हिँड्दै न्युरोड आएको छु, जबकि मसँग गोजीमा पैसा थिएन। मसँग भएको पैसा पनि उहाँले लिइदिनु भएको थियो, मलाई चाहियो दे भनेर मलाई भन्नुभयो। त्यो उहाँलाई दिएँ। फिल्मको लागि गएको थियौँ हामी। त्यहाँबाट म हिँड्दै न्युरोड पुगेँ। अनि त्योपछि सोच बनाएँ कि म 3 महिना जति मैले मेकअपमा गएँ। अनि सोच बनाएँ कि होइन, म आफै गर्छु। मलाई यस्तो भयो, आज मलाई यस्तो समस्या पऱ्यो, म आफै गर्छु भनेर म आँटेँ। मैले जम्मा 6000 को सामान किनेको थिएँ त्यतिखेर। मेकअप म्यानले पाउँथ्यो त्यतिखेर 300 रुपियाँ स्टार्टिङ रेट थियो, 500 रुपियाँ हाई बजेट दिन्थे। लिनेले लिन्थे, अब आफूभन्दा सिनियरहरूले 700-800 लिन्थे। मैले 20 जना ग्रुपलाई मेकअप गर्दाखेरि 500 पाउँदाखेरि म खुसी हुन्थेँ, ओहो मेरो कमाइ यत्रो भयो भनेर। त्यो सिलसिलामा चाहिँ मैले क्यामेरा हेर्दै गएँ, क्यामेरा पनि खिच्छन्, कसरी खिच्छन् त क्यामेरा, यो के हो त भन्ने कुरा चासो लाग्यो मनमा। हेरेँ मैले 150 क्यामेरा चल्थ्यो त्यो बेलामा, 150 अनि VHS क्यामेरा त्यो चलाउँथेँ त्यतिखेर ओहरू। अनि 150 हेर्दै गएँ, 170 हेर्दै गएँ, यसको सेटिङ के हुन्छ त हेर्दै गएँ, कसरी चलाउँछन् क्यामेराम्यानहरूले, के हेरेको भनेर अप्काउँथेँ। अहिले मैले त्यस्तो गर्दिनँ, मैले चाहिँ ल गर भाइ हो भनेर छोडिदिन्छु, फ्रिली छोडिदिन्छु। मैले चाहिँ मेरो पालामा चाहिँ मैले त्यसरी काम गर्दाखेरि एकदमै दुःख। मैले क्यामेरा 400 क्यामेरा त्यसरी मैले चलाउन सिकेको थिएँ। प्लस मैले 400 चलाउँदाखेरि पनि कसैले पनि मलाई जस दिएनन्। मैले मेकअप गरेँ त्यतिखेर पनि, म मेकअप गर्थेँ, म क्यामेरा पनि गर्थेँ, मेकअप पनि गर्थेँ होइन। अनि ट्रली ठेल्दाखेरि म ट्रली कसरी ठेल्छ त भनेर त्यतातिर ध्यान दिने, ट्रली पनि ठेल्ने, लाइट कसरी हान्छ त लाइटतिर पनि ध्यान दिने। प्लस साउन्ड बजाउँदाखेरि साउन्ड बजाउँछन् 1 2 3 4 काउन्ट, बिटिङ कसरी समात्छ त मान्छेले, डाइरेक्टर साहबले कसरी बिटिङ गरिरहेछ त, काउन्ट कसरी दिइरहेछ त सुन्थेँ। अनि 1 2 3 4 काउन्ट दिने, काउन्ट गर्ने गर्थेँ बेला बेला। अनि ट्रली ठेल्दाखेरि पनि आफूले नखिच्दाखेरि अरूले खिच्दाखेरि पनि ट्रली चलाएर हिँड्थेँ, क्रेन चलाउँथेँ। मलाई एकदमै इन्ट्रेस्ट लाग्थ्यो कि यो कुरा गर्दाखेरि के हुन्छ त, यो सिक्यो भने के हुन्छ, हरेक कुरा सिक्न मन लाग्थ्यो मलाई। जे कुरामा पनि अगाडि मैले गरेँ होला, मेकअप गरेँ होला मैले, केही नभने 300-400 एउटा म्युजिक भिडियो मैले मेकअप गरेँ होला, न्यूनतम त्यति गरेँ होला। मैले गरेको छैन, मैले खिचेको पनि गरेको छैन। मैले 300-400 एउटा भिडियो चाहिँ मैले मेकअप गरेँ होला, नर्मली त्यति मेकअप गरेँ होला। मैले मुभी पनि गरेँ। मैले फर्स्ट मुभी गरेको थिएँ वान डे, त्यही मुभीबाट म डी सिने अवार्डमा म सर्वोत्कृष्ट मेकअप म्यानमा नोमिनेसनमा पनि परेको थिएँ। मैले एउटा मुभी गरेँ, त्योपछि मैले मुभी नै गरिनँ, फर्स्ट एन्ड लास्ट त्यही मुभी भयो, वान डे गरेको थिएँ मैले। त्योपछि मैले मुभी गर्ने त्यति भिडियोतिरै मैले भ्याइ नभ्याइ थियो मेकअप गर्दाखेरि। म विविध कारणवशले गर्दाखेरि म नेपाल बस्नै मन लागेन मलाई। जसले पनि मैले खिचेको त्यतिखेर जस लगभग राम्रो त राम्रो भइसकेको थियो होइन, त्यति चाहिँ थिएन कि म त्यति इम्प्रुभ थिएन। मभन्दा सिनियर क्यामेराम्यानहरू थिए, राम्रो गर्थे, उनीहरूले राम्रो खिच्थे। मैले खिचेको मन नपराउने प्रोड्युसरहरूले, कम्पनीहरूले, डाइरेक्टरले फोर्स गरेर मात्र नहुँदो रहेछ, सबै कुरा मिल्नु पर्दो रहेछ यहाँ। किनकि हामीले मात्र फोर्स गऱ्यौँ यो मान्छेलाई खिचाउँछु कि त डाइरेक्टरमा खुबी हुनु पऱ्यो, आफूसँग खुबी हुनुपर्छ कि मैले गर्छु यसले गरेन भनेर पनि डाइरेक्टरले आफूले खुबी देखाउन सक्नुपर्ने हुँदो रहेछ कि त भनेर कुरा पनि एकचोटि काम गरेपछि अर्कोचोटि नहुने। त्यस्तो भएर पनि मलाई त्यो पनि भयो। प्लस म अलिकति झगडालु स्वभावको मान्छे, मलाई गलत गरेको म आफूले गलत गर्दैन, अरूले गलत गरेको मलाई चित्त नबुझ्ने। त्यो भएर डिस्कस पऱ्यो, त्यस्तै घटना घट्यो, म यहाँ बस्न नसक्ने भए, बाध्यता कि म जानै पर्यो। म गएँ, अब यो फिल्डै छोडिदिन्छु भनेर गएको मान्छे म इन्डिया गएँ, म लेह लद्दाखमा बसेँ। म 3 महिना हिउँमा बसेँ, प्लेन चढेँ, दिल्ली आएँ। दिल्लीबाट ट्रेनमा 30 घन्टाको यात्रा थियो, ट्रेनमा 30 घन्टा यात्रा गरेर पुगेँ। म मुम्बई पुगेँ, फर्स्ट डे काम गरेँ मैले। यहाँ पनि अनुभव, उता गएर काम गर्दाखेरि चाहिँ मालिकले चाहिँ ओके गर्यो मलाई, ल आइज बस भन्यो। मैले त्यहाँ त्यतिखेर मैले 15,000 आइसी मेरो थियो पेमेन्ट थियो, म मन्थली हिसाबमा बसेको थिएँ। अनि त्यहाँ बस्दाखेरि म ट्याक्कै 10 महिना बसेँ, एकदम राम्रो गऱ्यो मलाई। त्यहाँ स्टुडियोमा काम गर्दाखेरि, ल्याबमा काम गर्दाखेरि एकदमै राम्रो भयो। मैले धेरै कुराहरू सिक्न पाएँ, इन्डियनहरूले काम गर्ने शैली कसरी गर्दो रहेछ त, त्यहाँ पनि मैले हेरेरै काम गरेँ। प्लस मभन्दा अगाडि 7 जना क्यामेराम्यानहरू थिए त्यहाँ अफिसमा, मैले पनि काम गर्न पाएँ। म सँगैको साथी जस
एकदमै राम्रो मिल्थे सबै क्यामराम्यानहरू। मैले त्यसरी उनीहरूलाई काम देखाउन पाएको थिएन कि जब जो हेड क्यामराम्यान थियो उसलाई मैले काम देखाउन पाएको थिएन। जो 2012 पुना डान्स कम्पिटिसन भएको थियो त्यो बेला चाहिँ 9वटा क्यामेरा लाएको थिएँ। त्यो टाइममा चाहिँ मलाई एउटा कर्नर क्यामेरा दिएको थियो मेरो हातमा चाहिँ, यो क्यामेरामा तँ बस भनेर भनेको थियो। हेड अफ मोनिटरमा बसेको थियो, मैले चाहिँ जुम चलिरहेको थिएँ, हातबाट जुम चलिरहेको थिएँ। हेरेर बसिया रहेछ उसले, मैले जुम चलेर राउन्डिङ गएर जब सेन्टरमा गएको थिएँ त्यो पछि उसले आएर मलाई बधाई दियो कि त मसँग असिस्टेन्ट गर, मेरो असिस्टेन्ट बन भनेर भने। मैले एरी क्यामेरा त मैले छुन पनि पाइनँ कि जब लेन्स फिट गर्थेँ हेरेर बस्थेँ। मलाई भन्थ्यो बेटा अभी तेरा टाइम नहीं हुआ है भनेर भन्थ्यो हेडले। म छुन खोज्दाखेरि चाहिँ बेटा अभी तेरा टाइम नहीं हुआ है भन्थ्यो। त्यही टाइममा मैले धेरै कुराहरू सिक्न पाएँ। एचडी क्यामेरा चलाउन सिकेँ मैले, हरेक कुराहरू क्यामेरासँग, लाइटिङको बारेमा, यो लाइट गर्दाखेरि के हुन्छ त, इन्डियनहरूले कसरी काम गर्दो रहेछ त। अहिले हामी यो फिल्डमा 12 वर्ष भयो अहिले म यो फिल्डमा नेपाली इन्डस्ट्रीमा आएको। अहिलेसम्म म भन्छु मैले कुनै बजेट त्यस्तो पाएँ भने मैले इन्डियनले गर्ने तरिकाले म काम गर्छु। तर बजेट पायो भने इन्डियनले एउटै गीतलाई लाउँछ 1 हप्ता होइन, भिडियो गर्दाखेरि नै एउटा भिडियोलाई लाउँछ 1 हप्ता कि हरेक प्रोपर्टीहरूसँग खेल्छ उनीहरू। हामीसँग के छ, सर्ट टाइम हुन्छ, एक दिनमा हामीले 2-3टा भिडियो सकाउनु पर्ने टाइम छ। नेपाल हाम्रो इन्डस्ट्री यस्तो छ, काम गरेन भने भोलिको दिनमा हामीले काम पाउँदैनौँ, काम गर्नै पर्छ। त्योपछि म आएँ, त्यहाँबाट आएपछि फर्स्ट टाइम आउने बित्तिकै मलाई शङ्कर विष्टको तिजको गीत खिचेको थिएँ। म साउनको महिना आइपुगेको थिएँ, तिजको गीत खिचेँ। त्यो साल म सायद त्यो लास्ट गीत थियो अनि म आउने बित्तिकै म मुभीको लागि भनेर राजन श्रेष्ठले मलाई बोलाउनु भएको थियो। उताबाट मलाई आउनु दिएन मालिकले मलाई। त्यो टाइममा पनि म उता मैले ड्रिङ्क्सहरू केही पनि गर्दैन थिएँ, सबै कुरा मैले छोडिदिएर काठमाडौँबाट म छोडेर गएको थिएँ। म अब गर्दिनँ भनेर गएँ। त्यहाँ पुगेपछि मैले 10 महिना काम गरेँ। मलाई अलग कम्प्युटर दिएको थियो, मेरो अलग रुम दिएको थियो, मलाई सेपरेट आफ्नो कम्प्युटर थियो। मेरो क्लाइन्टहरू त्यस्तो थियो। मैले 2टा मराठी मुभी खिचेँ, त्यो पनि राम्रो भयो, आउटपुट राम्रो आयो त्यसको पनि। अनि भिडियोहरू खिचेँ, सिरियल खिच्थेँ मैले। मेरो क्लाइन्टहरू 3-4 जना राम्रो क्लाइन्टहरू थियो मसँग, मलाई एकदम मन पराउने, कामहरू एकदम राम्रो, मेरो काम मन पराउँथ्यो। त्यहाँ राम्रो भयो। मेरो मालिकले पनि मलाई एकदमै हेल्प गरेको, अरूलाई जति गर्थ्यो मलाई त्यसको डबल गर्थ्यो कि उसले। हरेक कुराहरूमा उसको घर परिवारबाट पनि मलाई सपोर्ट मिलेको, हरेक कुरामा एकदमै राम्रो थियो त्यहाँ पनि। तर मलाई आउनु दिएको थिएन, मैले मम्मी बिरामी हुनुभएको छ भनेर बाहना बनाएर काठमाडौँ आएँ। किनकि अर्काको देश भने अर्काको देश हो, आफ्नो देशको जस्तो हुँदैन, आफ्नो ठाउँको जस्तो हुँदैन रहेछ। मैले त्यो फिल गरेँ त्यहाँ गएर। आएँ काठमाडौँ, आउने बित्तिकै मैले काम पाएँ। फर्स्ट डे मलाई तिजको गीत गरेँ, त्यो पछि बन्द थियो। कुमार केसीले भन्नुभयो मलाई आज सुटिङ गर्नु पर्यो, बिहान फोन गरेर भन्नुभयो मलाई। पानी पनि परिरहेको थियो, बन्द पनि थियो, आज इमर्जेन्सी सुटिङ गर्नु पर्यो, के गर्ने, गर्न सकिन्छ। जबकि म 10 महिनापछि 1 वर्षपछि म इन्डियाबाट आएको थिएँ नेपाल। अब त्यो टाइममा मसँग कुनै कन्ट्याक्टहरू थिएन, मसँग नम्बर थिएन, मेरो आफ्नो नम्बर थिएन। मैले नयाँ नम्बर किनेर काम गरिरहेको थिएँ। मैले भने ओके म आँट्छु गर्छु भनेर भने। त्यतिखेर पनि 400कै जमाना थियो, चेन्ज भएको थिएन, प्याटर्न चेन्ज भएको थिएन, 400कै जमाना थियो। 400 क्यामेराले दोहोरी खिच्थेँ, 400 नै चलाइरहेको थिएँ। आएर काम गरेँ, राम्रो भयो भिडियो। म फर्स्ट टाइम काम गर्दाखेरि मैले इन्डियन स्टाइल, म इन्डियनहरूले यसरी काम गर्छ भनेर मैले देखाउनु खोजेको थिएँ। जबकि आर्टिस्ट कसरी फलो गर्छ, कसरी काम गर्छ भनेर मैले गरेँ। त्यो फिल्डलाई, त्यो प्याटर्नलाई मैले अलिकति चेन्ज गराउँदै, अब म के सोचेँ भने मेरो दिमागमा के गयो भने अब म दोहोरीलाई अलिक चेन्ज गराउँछु, मेरो भ्यूबाट मैले खिच्ने भ्यूबाट म चेन्ज गराउँछु भनेर चेन्ज गर्दै गएँ। मैले भने यो 400 नर्मल क्यामेरा हो नि, त एचडी हो, दोहोरीमा पनि एचडी खिचौँ न, किन नखिच्ने एचडी भने। क्यामेरा ओके भने कुमार केसीले ल 5Dले आज 5Dले खिचौँ भने ओके, मैले खिचेँ, ओके भयो। दोहोरी फर्स्ट टाइम 5Dले खिचेको मैले खिचेको थिएँ दोहोरी। त्योपछि 7D क्यामेरा किन्यौँ, दीपक खाँडको क्यामेरा थियो। दीपक खाँड उहाँको क्यामेरा मैले चलाएँ, 1 महिना जति उहाँको क्यामेरा चलाएँ। त्योपछि बासु बरालसँग सहकार्य गरेर बासु बरालले दाइ ल क्यामेरा किनौँ न दाइ, म क्यामेरा किन्छु, हजुरले चलाइदिनु पऱ्यो, हजुरले चलाउनु पऱ्यो। ओके क्यामेरा किन्ने भनेर हामी हिँडेको मान्छे बाटोमा एकजना कपिल लामा हुनुहुन्थ्यो निर्देशक, प्लस हाम्रै इन्डस्ट्रीका क्यामेराम्यान हुनुहुन्थ्यो, उहाँको नाम नखोलौँ। उहाँले चाहिँ के गर्छस् तैँले यो क्यामेरा किनेर, यो क्यामेरा चल्दैन, काम छैन यो क्यामेरा। अनि कपिल लामाले चाहिँ उहाँलाई के भन्नुभयो, तपाईँलाई के किचकिच, तपाईँले उसलाई चलाउन दिनु न, उसले किनेर चलाउँछ भने चलाओस् भन्यो। बासु बराल र म गयौँ, 3,50,000 हाम्रो क्यामेरामा परेको थियो। 7D किन्यौँ, फर्स्ट टाइम किन्यौँ, चलायौँ। 3-3.5 महिनामा मैले पैसा उठाइदिएँ। किनकि जो मान्छेले मलाई हुँदैन भनेर भन्थ्यो पहिला, मलाई करण चैँसीले खिचेको हुँदैन, करण चैँसीले खिच्नै सक्दैन भनेर भन्थ्यो भने आजभोलि त्यही मान्छेले चाहिँ उहाँले खिच्न सक्नुहुन्छ। ओके मेरो नाम गयो भने ओके उहाँकै नाम हो, मेरो नाम लिएर भन्नुहुन्छ कि मलाई खुसी लाग्छ। मैले दुःख गरेँ, धेरै दुःख गरेँ, दुःखको फल अहिले पाइरहेको छु मैले।
मैले यो फिल्ममा बिर्सिन नसक्ने चाहिँ एउटा कुरा छ। कुन भन्दाखेरि स्टार्टिङ पिरियडमा जब मसँग 5 रुपियाँ थिएन, म नारायण थानबाट न्युरोडसम्म हिँड्दै आएको छु। त्यो बेला कति दुःख भयो होला, जब कि नारायण थानबाट न्युरोडसम्म हिँड्दै आएको हो म। कति टाइम लाग्यो आई डोन्ट नो, मलाई त्यो पनि थाहा भएन। अनि जब म अर्को कुरा छ एउटा बिर्सिन नसक्ने, दमौलीमा सुटिङ गरेको थियौँ। कुमार केसीले मलाई ट्रलीमा राख्नु भएको थियो, खिच भनेर भन्नुभएको थियो। त्यतिखेर ट्रली त अलरेडी अब राम्रो छैन भने अलरेडी हल्लिन्छ, जर्क आउँछ। प्लस म यस्तो पुरै मेरो हात यो काटेको थियो, किनकि मसँग त्यतिखेर मैले गर्न नसक्ने, म सक्दिनँ भन्ने एउटा कन्फिडेन्ट थिएन, कन्फिडेन्ट पावर नभएको भएर मैले चाहिँ गर्न सकिनँ त्यतिखेर। आज माया मसँग तरक छ, किन होला सानोले पहिले गर्ने माया र अहिले गर्ने मायामा धेरै फरक छ। दुर्गेश थापा र अन्जु निरौलाले अभिनय गर्नुभएको थियो। वसन्त थापा र हाम्रो जुना सिरिस दिदीले गाउनु भएको गीत थियो, एकदमै राम्रो भएको थियो। त्यो भिडियोको मान्छेहरूले त्यो भिडियोलाई एकदम राम्रो भनेको थियो। तपाईँको त्यतिखेर पनि मैले मौका पाएको थिइनँ, कारणवश मैले खिच्न पाएँ, कुमार केसीको पहलमा मैले खिच्न पाएँ। त्यो सिलसिलामा त्योपछि आएपछि मैले उताबाट आएपछि मैले जब पछिल्लो टाइम मैले धेरै भिडियोहरू गरेँ, चर्चा पाएँ, धेरै गीतहरूले पाएँ चर्चाहरू। हाम्रो सेकेन्ड गीत ठ्याक्कै बिर्सेँ म, धेरै राम्रो भएको थियो पछिल्लो टाइम। जब कि म 1 वर्षमा मैले जब प्रकाश सरसँग मैले काम गर्न पाएँ, काम गर्दाखेरि लगभग भनौँ न 100मा 75% गीतहरूले चर्चा पाइरहेछ। प्रकाश सर र मेरो कामले गर्दाखेरि, हामी दुईजना मिलेर काम गर्दाखेरि हाम्रो होल टिमले जुन हिसाबले मलाई मेरो टेक्निसियनहरूले जति सहयोग गर्छन् नि, मलाई त्यो त म पुरै गर्न सक्दिनँ। जब मेरो टेक्निसियनहरू छैन त म कामै गर्न सक्दिनँ होइन। मेरो केटाहरूले मलाई एकदमै हेल्प गर्छ हरेक कुरामा, लाइटिङदेखि लिएर स्पोर्टमा कुनै कुराहरू नकार्दैनन्। जस्तै प्रकाश सरले यो गर यस्तो गर्दा यस्तो हुन्छ भनेर मलाई भन्नुहुन्छ। त्यो सिलसिलामा हामीले धेरै कामहरू गऱ्यौँ, धेरै कामहरू नाम लिनै सक्दैनौँ होइन। मैले इन्डियाबाट आएपछि एउटा काम गरेको थिएँ मैले, हाम्रो बागिना म्युजिकको गीत थियो, लालकुमार बरालको गीत थियो। अलिकति प्याटर्न मैले फरक दिन खोज्थेँ। मैले एउटा दुलोबाट क्यामेरा छिराएको थिएँ, काठबाट क्यामेरा छिराएको थियो। त्यो कामले पनि एकदमै राम्रो भएको थियो। हिमाल र हाम्रो हिमाल के समथिङ, हिमाल रिजाल र हाम्रो सोनिया केसी खेल्नुभएको थियो। प्लस अर्को भिडियोमा दुर्गेश थापा र सोनिया केसी खेल्नुभएको थियो, कपिल लामाले डाइरेक्सन गर्नुभएको। दुईटै भिडियो कपिल लामाले निर्देशन गर्नुभएको थियो। त्यो भिडियोले पनि एकदम राम्रो भयो। म नोमिनेसनमा पनि परेको थिएँ, लोकदोहोरी अवार्डमा एउटा त्यो भिडियोबाट म नोमिनेसनमा पनि परेको थिएँ। अनि छाती चिरे हेर सानो, जब हामी चाहना फिल्म्समा काम गर्दाखेरि मेरो फर्स्ट अनुभव, मैले क्रेन चलाउँदाखेरि हामीले छाती चिरे हेर सानो पार्वती राईको फर्स्ट स्याड सङ अभिनय थियो कि हिट भएको गीत हो। त्यो गीतमा मैले प्रवीण भट्टले निर्देशन गर्नुभएको थियो। त्यो गीत उसको र मेरो प्रवीण र मेरो एकदमै सहकार्य एकदम राम्रो भएको थियो। हामी दुईजनाले धेरै काम गऱ्यौँ, धेरै राम्रा कामहरू गऱ्यौँ। त्यो सिलसिलामा हामीले चाहना फिल्म्समा धेरै कामहरू गऱ्यौँ। अहिले प्रवीण भट्ट अर्कैतिर हुनुहुन्छ, म अर्कैतिर छु। हामी दुईजना अलग छौँ, अहिले कामको सिलसिलामा अलग छौँ, तर मान्छे चाहिँ नजिकै छ होइन। जब साई भिजनमा छिरेँ, साई भिजन प्रोडक्सनमा छिरेँ, हिम सम्झौतामा छिरेँ मैले। हिम सम्झौता र साई भिजनको संयुक्त पहलमा अहिले चाहिँ एकदमै हाम्रो दुईवटा कम्पनी छ हाम्रो, हिम सम्झौता प्लस साई भिजन। हामी दुईजना साई भिजनमा सबै काम हिम सम्झौताको साई भिजनमा हुन्छ। साई भिजनले जति आउटपुट हुन्छ साई भिजनबाट कामहरू, हिम सम्झौताबाट कामहरू हाम्रो एउटै अफिसबाट काम भइरहेको हुन्छ। एकदमै राम्रो भएको छ। हिम सम्झौताको धेरै कामहरू छ। जबकि नन्दराम सरले यति हेल्प गर्नुहुन्छ मलाई, उहाँले भन्नुहुन्छ ल सर तपाईँ नभ्याउने भएपछि भोलि सुटिङ गरौँ, पर्सि गरौँ, तपाईँको डेट कहिले छ त्यो दिन म सुटिङ गर्छु, ल डेट गरौँ, यो यस्तो गीत छ यसरी गर्नुपर्छ भनेर उहाँले मलाई एकदमै गर्नुहुन्छ। उहाँले भन्नुहुन्छ कि सर यो कामलाई यसरी गरौँ। म एकदमै मान्छु नन्दराम परियारलाई, उहाँले एकदमै हेल्प गर्नुहुन्छ। उहाँ एकदम के भन्नु अब भन्ने शब्दै छैन कि त्यति राम्रो गर्नुहुन्छ। हाम्रो एकेन्द्र सारा शङ्कर, उहाँ एकदम मेरो जिग्री हो होइन। उहाँसँग मेरो हाँसी मजाक जहिले पनि चलिरहेको हुन्छ। हामी स्पोर्टमा काम गऱ्यौँ, कुनै बेला च्यालेन्ज गरेर पनि काम गरेर हुन्छौँ। यति काम गर्नु पऱ्यो, यो टाइममा यसरी सघाउनु पऱ्यो भनेर भन्छौँ। हाँसी मजाक हामी अहिले साई भिजनमा काम गर्छौँ, हिम सम्झौता काम गर्छौँ, हामी हाँसी मजाकमा काम गरेर आउँछौँ। एकदम रमाइलो गरेर, कसैको अर्को जस्तो तनाव लिएर हामी काम गर्दैनौँ। एकदम ह्याप्पी, जे काम गरेका छौँ त्यसमा हामी खुसी छौँ, सन्तुष्ट छौँ। अर्को जस्तो मनमा यस्तो हुने पो हो कि भन्ने हामीलाई कुनै हो छैन। काम राम्रो गरिरहेको छौँ, राम्रो भइरहेछ अहिले काम पछिल्लो टाइममा आएर। अहिले साई भिजनमा कार्यरत छु, हिम सम्झौता कार्यरत छु। म एकदमै ह्याप्पी छु कि म हरेक कुरामा म सन्तुष्ट छु अहिले आएर। मलाई काम पनि छ, दाम पनि छ, नाम पनि छ, सबै कुरा मलाई पुगेको छ। मलाई आज यो मेरो
भावनाहरू मेरो सबै कुराहरू राख्न दिनुभयो। टाइम टु टाइम युट्युब च्यानललाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। साथै हाम्रा क्यामेरा पर्सन सञ्जीव खनाल, डाइरेक्टर, प्रोड्युसर, उहाँलाई धेरै धेरै धन्यवाद दिँदै हाम्रो सम्पूर्ण युनिटलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। नमस्कार।